Hello guys, welcome back to my YouTube channel. किन हाँस्छ लजाएर हुन्छ र ल साथीहरु हामी चाहिँ अहिले कति बजे रे मेरो त यो मोबाइलको टाइम सेटै भएन के 1-2 बजे होला त्यस्तै अहिले चाहिँ हामी दुई जना तल त्यो बजारमा खानेकुराहरु नास्ता सस्ता के पाइन्छ लिएर घरमै बनाएर खाने हेर्न सक्नुहुन्छ तपाईहरु यही बाटो हो जाने बजार तल बरङजा गाउँ म्याग्दी जिल्ला हो यही गाउँको तलतिर जाने ओ माया हेर त यता कता गयो तिमी यसले पो सही हुँदो रहेछ त हातमा समात्नु भन्दा त नि अस्ति त्यहाँ तल हिजो नाचेको भिडियो बनाउन गएको हातै काम्यो के मोबाइल झर्न त झर्दैन नि ए ठक्कै हिँड के नास्ता लिएर आउने हो त हामीले के चटपटहरु बनाएर खाने कि के गर्ने भन के खाने त चटपट त बदाम खानेको बेलामा हामीलाई बदाम खानेपछि के पूजा चाउजहरु ल्याउने हेर्नु साथीहरु यो गाउँको जंगल यस्तो सुनसान जंगल छ के यता दिउँसो एक्लै हिँड्यो भने यहाँ लुटपाट हुन्छ तर दिउँसो त त्यति डराउने मान्छे त दिउँसो नि डराउँछन् राति चाहिँ हिँड्न डरै छ के हिजो दुई जना तल मेला हेरेर आएको डर लाग्यो के ल तिमीले के भन न भन जे भने नि भन मलाई बोल्न आउँदैन जस्तो आउँछ त्यस्तै बोल्ने हो त तिमीलाई के सिकेर आऊ भनेको र यो चाहिँ अमलाको बुट हो रे अमलाको बुट खै अमला फलेको छैन यारी नफल्ने अमला होला के फल्ने अमला माथितिर पाइन्छ उता चाहिँ के हो त्यहाँ मिल हो क्या हो स्कुल हो सिसिरे स्कुलमा पढ्छ यो स्कुल रहेछ साथीहरु कति छिटो हिँडेको तिमी ओ माया कति राम्रो देख्यो के हिमाल राम्रो देखेछ नि सिनहरु यताउता बोल न यस्तो बन मिलाएर के बोलेसी बल्ल हो के हेर्ने मान्छेले पनि यहाँको कोडोबारी त्यो चाहिँ गाउँबारी के कोडोबारी हो मकै खोइ पैसा लाउन के लग्ने मगर भन्छु म मगर भन्ने के खाने नास्ता भन एउटा भन रे
चाउचाउ पूजा लग्ने कि कति कति खानु कि चाउचाउ मात्रै लैजाउँ हाल्ने त्यही पकाएर खाने कुन राम्रो हुन्छ त्यही पिर्ती दिन्न के लिएर आयो यो चाउचाउहरू चिजबल बिस्कुटहरू सब किनिसक्यौँ हामीले अब जाने त्यहाँ महँगो रहेछ कि यो पहाडतिर यस्तै हो हरेक चिज महँगो पाइन्छ हाम्रोतिर यो चिजबललाई 20 रुपियाँमा पाइन्छ कति भन्छ त 50 भन्छ उता नि टमाटर नै हो हेर्न सक्नुहुन्छ बरङ्जा गाउँको भ्यू यस्तै हो जङ्गल डाँडा काँडा जताततै त्यस्तै छ अहिले एउटा खाम हेलो हाम्रो चाहिँ चटपट खाने प्लान थियो भुजा सुजा पाइएन त्यही भएर चाउचाउ 7वटा किनेर लिएर आएको चटपट अब खामला पछि भुजालाई पनि 70 रुपियाँ हो महँगो रहेछ त टमाटर त मलाई पोसेर नडराइदिनु तपाईको रेशमको घरमा आएर गाडी राखेर उता आउनु मिल्छ त्यहाँ छ काट आधी बाटो गराउने भयो हामी जाने बाटो चाहिँ यही हो सिधै उकालो छ
यो उकालमा हिँड्दै झ्याउ के तराईको मान्छेलाई पहाडतिर हिँड्नै गाह्रो छ बानी नपरेको मान्छेलाई हेर स्यास्या गरायो त अब उता बस्न एकछिन के हो र ल हिँड ए तलतिर नास्ता सास्ता यी च्याउचाउ लिन कता गएर आएको ल हिँड तैँले बाटो गड्ला जानु उसमा सुकाएको होस् छोड्देऊ न कता कता हो हजुर ल यो गराउनु सबैले बनाइदिन्छ यसमा ए फुच्चे सबैले बनाइन्छ बाबाले यो सुर्ती कहाँ खान्छन् त दाइले बिस्कुट त्यो उहाँको त डमनी गीत लगाइदियो भन्छ नि के हो त्यसको नाम चालिन्छ त्यो नाम त पुरा छैन अर्कै चाली हाल्छु त्यो हुन्नाका तल निशान राख्नु नगर्छ दुकान जाति धेरै भन्छ त्यही भएर म त यहाँ हालेर राख्छु जम्मै भुसी बनाएर चाहिँ जग्गा राख्छु घाममा लगाएर गुलियो धेरै रहेछ बिस्कुट पनि ल गाइसहरू अहिले चाहिँ म चाउचाउ बनाएर खाँदैछु देख्न सक्नुहुन्छ यही हो यसरी अब खाइदिने उता पनि देखाउन चाउचाउहरू बनाएको बोल न लाठी जस्तो गरेर बसेछ अलि साटो जाने खुर्सानी हो पिरो लाग्दैछ हिजो खाएको बेलुका एकछिन मलाई पागल बनायो तिमी खान्छौ चाउचाउ त एमै खाऊ एक्लै खान्छौ हेर्दा पिरोले